नमस्ते साथीहरू। आज चाहिँ हामी हिलिहाङ गाउँपालिकामा र हिलिहाङको गाउँघरहरू यसो देखाउने कोसिस गरिरहेको छौँ। यो चाहिँ अब बस्ती, यो चाहिँ विशेष गरेर हाम्रो मेरो फुपाजुहरूको घर आज चाहिँ यहाँ आएर बसियो है। अब यहाँ चाहिँ हाम्रो फुपाजुहरूले चाहिँ खरायोहरू पाल्नु भएको छ। आज हामी चाहिँ अब माथि हिलिहाङ दरबारमा चाहिँ विशेष गरेर चाहिँ दरबार वरिपरि क्षेत्रमा चाहिँ ढुङ्गाको वाल लगाएर चाहिँ एकदम राम्रो बाटो बनाउँदै हुनुहुन्छ। त्यो चाहिँ साथीहरूले म खिचेर देखाउन गइरहेको छु। यो फलफुल हेर्नु त, गाउँघर यसरी फलफुल आमामा एकदम राम्रो छ हाम्रो फुपाजुहरूको घर। ल साथीहरू हेरेर अब हाम्रो हिलिहाङ गाउँपालिका माथि तपाईहरुलाई अरु बस्तीहरू पनि म देखाउँदै जानेछु है। यो चाहिँ घर हो, अहिले आधुनिक घर। गाई बाख्राहरू टन्न पाल्नु भएको छ हाम्रो फुपाजुहरूले। ल गाई हेरौँ साथीहरू, गाई गोठ बाख्रो, त्यो भने एकदम दामी छ सुँगुरको खोर हेरौँ साथीहरू। ल यो चाहिँ अब सुँगुर चाहिँ सानो छ, खोर चाहिँ हेर्नु त साथीहरू। यो अर्गानिक खोला, यो प्राकृतिकले नै यो सुँगुरको खोरै बनाउनु भनेर उपयुक्त एकदम सुँगुरको खोर। दुईटा सुँगुरहरू गाउँघर साथीहरू एकदम रमाइलो। यो माथि देखेको चाहिँ देवीथान। यो चाहिँ देवीथान नै साथीहरू। ल देवीथान। अब हामी यहाँबाट चाहिँ मोटरसाइकलमा दाजुभाइ अब हिलिहाङ गाउँपालिका देखाउँदै हामी यहाँबाट चाहिँ माथि हाम्रो राजा हिलिहाङ राजाको दरबारसम्म पुग्नेछौँ। ल साथीहरू लाग्यौँ है हामी भटभटेमा। अब हिजो पानी परेकोले बाटो चाहिँ एकदम खराब छ है। पच्ची सडक। ल यो हाम्रो हिलिहाङ गाउँपालिकामा चाहिँ बाटो चाहिँ यस्तो खराब छ है। पानी चाहिँ यो परेर हो विशेष। अब यस्तै हो, गाउँघरमा यतिको बाटो पुग्नु पनि ठुलै होइन, ठुलै कार्य हो। यो बाटो छ नि, हजुर, यो बाटो चाहिँ तल्लो डाँडे जाने। यो मत्लो बाटो छ, यो मत्लो बाटो चाहिँ भारापा सल्लेरी जाने बाटो हो। यो पेट यो कहीँ टर्निङ छैन, स्ट्रेट। यसलाई कृषि सडक भन्छ। यो चाहिँ शङ्खरी डाँड। अरे हिजोको पानी सुकेन छ, राति पनि पऱ्यो कि के हो पानी हो? अलिअलि पऱ्यो होला नि, हामीले थाहा पाइयो नि। मजाले सुक्यो है। ल यस्तो छ साथी, हिलिहाङ दरबारदेखि मुनिको गाउँहरू चाहिँ अब यस्तो छ। म यहाँको सबैभन्दा पुरानो घर पनि देखाउँछु। यहाँको त्यो घुमौरे घर भनेको हो। अब यहाँनिर हिलिहाङ राजाको पालाको घर पनि तपाईँहरूलाई हामी देखाउनु गइरहेको छौँ। होइन के छ बरु उपति झैँदैन भने हाम्रो यस्तो उसले चाहिँ फोन हान्नु न माथि हाम्रो भाइलाई। बिरामी मान्छेले त घुमाइदिनु म हानु विष्णुलाई हानु कि अहिले नहानु।
सदस्यहरूले काम गर्छन् जस्तो लाग्यो त्यहाँ निकै पावर दिइसक्यो के फलफुल कटहर पाकेको थियो यसलाई खाना लागि के जुचाउनु होइन म कटहर त घरमा पो खाएर आयो ए हो त्यो कसले ल्याइदिएछन् चट्ट खाएर यो चाहिँ हिलिहाङ गाउँपालिकाको बस्तीहरू चाहिँ यस्तो छ है साथीहरू। ल विशेष चाहिँ तपाईँहरूलाई भाइरल ज्वरो भाइरल ज्वरो पल्लो दिएको ए यो चाहिँ विशेष गरेर यो चाहिँ धेरै पुरानो ऐतिहासिक घर है साथीहरू। यो चाहिँ हिलियाङ दरबारदेखि मुनिपट्टिको बस्ती होइन त। अनि यो चाहिँ धेरै पुरानो, अब यहाँ चाहिँ यहाँको बासिन्दाहरूको भनेअनुसार यो चाहिँ धेरै समय अघिको घर साथीहरू। झन्डै 200 वर्ष पुरानो, झन्डै 200 वर्ष पुरानो घर तपाईँहरूलाई म देखाउन गइरहेको छु। ल है साथी, यो चाहिँ हाम्रो हिलियाङ दरबार वरिपरि आसपासको गाउँ बस्तीहरू होइन, एकदम हिलियाङ दरबारदेखि सबैभन्दा नजिकको बस्ती घर साथी हो। साथीहरू यो चाहिँ अब विशेष गरेर भन्नुपर्दा चाहिँ हाम्रो राजा हिलियाङ यो दरबार एरियाको चाहिँ यो एकदम यो दरबार जाने किल्ला होइन त बाटो, यो दरबार जाने बाटो यो किल्ला है। यो चाहिँ हेर्नु है, यो चाहिँ एकदम पुरानो देश राज्यलाई यो चाहिँ धेरै टाढो होइन त, यो चाहिँ खुवाबाट। ल हेर्नु त साथीहरू, यो चाहिँ यो नेपालको ग्रेट वाल। यो गल्लीको विशेष नाम चाहिँ हिलियाङ ग्रेट वाल होइन त। हजुर, यो बाटोको नाम चाहिँ ल हेर्नु साथीहरू एकदम। ल यो चाहिँ यो बाटो चाहिँ दरबारै पुग्छ होइन हाम्रो। ल हेर्नु साथीहरू, यो चाहिँ नेपालको ग्रेट वाल है। ल साथीहरूलाई आज यो हाम्रो हिलियाङ दरबार जाने ग्रेट वाल पनि देखाइयो साथीहरू। यो चाहिँ अब विशेष गरेर हाम्रो यो दरबार चाहिँ यहाँ मस्तिर यो मुनि देखिएको यो चाहिँ एकदम धेरै टाढो टाढोबाट दुःख गरेर चाहिँ ल्याएर बनाइएको छ। यो चाहिँ ग्राउन्ड, यो चाहिँ यहाँ फुटबल ग्राउन्ड। यो चाहिँ फुटबल ग्राउन्ड हो है। यो चाहिँ एकदम अब ठुलो बनाइएको छ माथि दरबार। ल विशेष गरेर चाहिँ म यहाँ
हाम्रो अब साथीहरू यहाँको राइथाने साथीहरू आउनु भएको छ। यो विशेष यो डाँडाको बारेमा चाहिँ ल 2 शब्द भनिदिउँ न त। यो चाहिँ पहिला यता हेरौँ त, यो तम्मर खोला हो होइन। हामी प्रकृति पूजकले यो तम्मरलाई पूजा गर्छौँ। अनि कति हामी तम्मर खोलामा सिधै जान नसकेपछि यही ठाउँमा, जस्तै यहाँ हेर्नुहोस् त, यहाँ यसलाई चाहिँ थपना मानेर, यहाँ थपना मानेर अनि हामी यो तम्मरलाई पूजा गर्ने गर्छौँ। त्यसो गरेर यो शक्ति पीठै भन्नु पर्यो यसलाई। तमर शक्ति तल इलियन गाउँपालिकाको अफिसमा तल पुरा नयाँ बनिँदै गरेको यहाँ भनेर देख्नु त्यो तल तम्मर खोला, तम्मर करिडोर, मध्य पहाडी लोकमार्ग, मूलघाटबाट आउने चाहिँ रोड यही हो भनेर। भोटेगढी डाँडा यो पल्लो बादल लागिरहेको आगोजुङ गुम्बा, सबै देखिन्छ। जोरपोखरी पल्लो तत्रे बजार होइन। यो पर 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 सबभन्दा टाढो डाँडाको नाम के? यता यता यो करिडोरको पर त्यो बादलको हटेको छ है। सबसे अग्लो डाँडा यहाँ त ओल्लै होला नि। हजुर करिडोरको बाटोदेखि सबै देखिन्छ। यहाँ चाहिँ त्यही रोडदेखि माथि अँध्यारो अँध्यारो माथि जाँदा यो चाहिँ दरबार क्षेत्र वरिपरि है। यो दरबारको चाहिँ यसरी वाल लाएर घेराबारा गरिँदैछ साथीहरू। यो चाहिँ दरबार क्षेत्रका अझ विशेष समितिहरू पनि हुनुहुन्छ। उहाँ विशेष अब जानकारी दिँदै हुनुहुन्छ। 2-3 स्टेप